नमस्ते सम्पूर्णमा आज चाहिँ देशव्यापी रूपमा राजा ल्याउ बचाउँ भन्ने अभियान चलिरहेकै छ। बाइक र्याली गर्ने कुरो छ अनि त्यसैको लागि म चाहिँ अब त्यो र्यालीमा समावेश हुन जाँदैछु। पार्टीको पनि होइन र म राजावादी पनि होइन न म गणतन्त्रवादी, म न्युट्रल हो। पूर्णले पुरै भिडियो हेरिदिनु होला लास्टसम्म, के कसो हुन्छ म त्यो सम्पूर्ण तपाईँहरूलाई देखाउने छु। म चाहिँ अब हिँडिसकेँ गर्दाखेरि आज चाहिँ राजावादीको आन्दोलन छ। अब त्यहाँको बारेमा यसो भिडियो बनाउनु भनेर हिँडेको छु। बाइक र्याली भन्ने कुरो छ, अन्त्यसम्म हेरेर साथ दिनु होला सम्पूर्णलाई, त्यही भन्न चाहन्छु। अहिले चाहिँ यो चाहिँ म पुष्पलाल चोक आइसकेँ। अब जानुपर्ने छ मणिगाउँ। म अहिले आइसकेँ चौराहा। अब चौराहादेखि पनि अझै तल लाग्नुपर्ने छ। फुलहरू फुल्ने सिजन भएर होला, कस्तो राम्रो देखिरहेको फुलहरू बाटोमा। आज फेरि कस्तो एकदमै हावा पनि लागेको छ क्या, फुलहरू बाटोमा रहेछ सबै झरेर। फाइनल्ली म चाहिँ मणिगाउँ आइसकेँ। यहाँ सब राजावादीहरू, राजाका समर्थकहरू पुरै रेडी अवस्थामा रहेछन्। है मणिगाउँदेखि चाहिँ सुरु हुँदैछ र्याली, सुरु भइसक्यो यहाँबाट। अब चाहिँ यो चाहिँ बुटलतिरको र्याली है। र्याली सुरु भइसक्यो, यहाँबाट चाहिँ र्याली सुरु भइसक्यो। र्याली अहिले जानकीनगर आइसकेको छ। एक रुट आन्दोलन गर्नेलाई र एक रुट चाहिँ नर्मल मान्छेहरूलाई छुट्याइदिएको छ। म चाहिँ अगाडिपट्टि गएर भिडियो बनाउनु पर्ने भएको भएर म चाहिँ अर्को रुटबाट आइरहेको छु। अगाडिपट्टि राजाको फोटो राखेर र्याली अगाडि बढेको छ। यस्तो छ बुटलको र्याली चाहिँ। विशेष गरी काठमाडौँमा छ, यहाँ बुटलमै गर्ने भनेर बुटलमै सुरु गरिसकेका छन्। मोटरसाइकल र्याली छ बुटलमा चाहिँ, त्यो भएर लामो छ, धेरै लामो छ, धेरै पछि छ लामो छ। बाइकको साइलेन्सर पड्काउने, हर्न बजाउने इत्यादि कार्य भइरहेको छ। कालिका चोकदेखि अगाडि लगाइसकेको छ जुलुस चाहिँ। अहिले केटाकेटीदेखि वृद्धसम्म र्यालीमा समावेश भएको देखियो। अहिलेको सरकारका उच्च पदमा रहेका नेताहरूलाई गाली अनि राजालाई चाहिँ हाई गरिरहेको छ यो जुलुसले चाहिँ। त्यही उच्च पदमा रहेका मान्छेहरूले राम्रो काम नगर्नाले आज यो जुलुस यसरी अगाडि बढिरहेको छ। यो चाहिँ खास 3 बजेबाट स्टार्ट हुनुपर्ने कार्यक्रम चाहिँ कारणवश यो ढिलो 3:30 4:00भन्दा करिब 4 बजेतिर मात्रै स्टार्ट भएको थियो। यो चाहिँ मणिगाउँदेखि स्टार्ट भएको हो भने ट्राफिक चोक गोलपार गएर यो अन्त्य हुने कार्यक्रम रहेको छ। यो जनसागर, यो बाँस चौरा आइपुगेको छ। तलभन्दा माथिल्लो भेगमा मान्छेहरू थपिने क्रम पनि जारी नै छ। यो र्याली अहिले मिलनचोक आइपुगेको छ। मिलनचोकदेखि पनि माथि बसपार साइडतिर लागिसकेको छ र्याली चाहिँ। अगाडि बढिरहेको छ र्याली चाहिँ। यो र्याली चाहिँ पुष्पलाल चोकदेखि चाहिँ हाइवे छोडेर भित्र अमरपततिर लागिसकेको छ। र्याली चाहिँ अहिले अमरपत हाट बजार हुँदै गोलपार जाने कार्यक्रम छ। यो बाटो पूर्ण रूपमा बन्द गरी र्यालीको लागि मात्रै छुट्याइएको छ आज अहिलेको अवस्थामा चाहिँ। यहाँ चाहिँ भिडियो सुट गर्नको लागि म अगाडि आएको छु। भिडियो सुट
अहिले चाहिँ दुर्गा मन्दिर गोलपार दुर्गा मन्दिरदेखि गोलपारतिर के छ भाइ ल अहिले चाहिँ गोलपार्क आइसकेको छ र्याली चाहिँ गोलपार्कभित्र छिरिसकेको छ अहिले गोलपार्क हुँदै यो र्याली चाहिँ यो चाहिँ टर्न लिइरहेको छ र्याली चाहिँ अहिले चाहिँ गोलपारदेखि ट्राफिक चोक साइड र्याली अगाडि बढिसकेको छ ट्राफिक चोक आएर यो कार्यक्रम चाहिँ समापन भइसकेको छ भने अब यो जुलुस चाहिँ आफ्नो घरतर्फ म चाहिँ फर्किसकेको छु आजको र्याली चाहिँ समापन भयो अब चाहिँ म घर फर्किसकेको छु आज के कस्तो भयो सम्पूर्ण कुराहरू देखिहाल्नु भयो के अरे अब चाहिँ बाई फेरि भेटौँला ठिक छ नि राजा आयो नि आज होइन खुसी छेउ नि छैन भने भन फेरि राजा हटाइदिन्छु